रवि लामिछानेकै अगाडि चिप्लियो आशिका तामाङको जिब्रो, भनिन् म भ्रष्टाचार गर्न आएको हुँ। रविले च्याप्प माइक खोसेर सुधारे। रासोपा सभापति रवि लामिछानेलाई धादिङमा स्वागत गर्ने क्रममा रासोपा धादिङकी उम्मेद्वार आशिका तामाङले म यहाँ सुशासन स्थापना गरी भ्रष्टाचार गर्न आएकी हुँ भनेपछि यति बेला उनी सोशल मिडियामा ट्रोल बनेकी छिन्। उनले यो भन्दै गर्दा रविले च्याप्प उनको माइक खोसे र सुधार्दै भने यस्तो अरू नेताले भन्छन् तर आशिकाले भन्दिनन्। आफ्नो जिब्रो चिप्लिएपछि आशिकाले माफी माग्दै भनेकी छिन्, मैले छिटो छिटो आफ्नो सानो मन्तव्य लेखेर लगेको थिएँ। बोल्दाखेरि धादिङमा सुशासन स्थापना गरी भ्रष्टाचार अन्त्य गर्न आएकी हुँ भन्ने वाक्य भन्नु पर्थ्यो, तर अन्त्य शब्द चाहिँ मेरो आँखाले ठम्ब्याउन सकेन र भ्रष्टाचार गर्दछु भन्ने शब्द सुनिन गएको हुँदा सम्पूर्णमा माफी माग्दछु। एक पटकको लागि गल्ती भयो, अबदेखि बोल्दा धेरै ध्यान गरेर मात्रै बोल्नेछु र यस्तो गल्ती भविष्यमा नगर्ने बाचा गर्दछु भन्दै आशिकाले माफी मागेकी छन्। तर जनताले भने परिवर्तन आवश्यक रहेको तर यस्ता नमुनाहरू नचाहिएको भन्दै आशिकाको आलोचना गरेका छन्।